Hello everyone, namaste, good morning. It's me Shweta Rai. Welcome back to my another video. आज चाहिँ हामी तीनजना म आमा बाबा चाहिँ सिलगढी इस्कन मन्दिरमा आइसकेको छौँ र यहाँनिर एन्ट्री गर्दाखेरि चाहिँ तपाईहरु यहाँनिर अगाडिपट्टि देख्नुहुँदैछ यहाँनिर हामी जुत्ताहरू खोलेर यहाँनिर राख्नु पर्दो रहेछ 10 रुपैयाँमा 10 रुपैयाँमा चाहिँ तपाईहरुको जुत्ता यहाँनिर राखिदिन्छ त्यसपछि चाहिँ हामी मन्दिरमा एन्ट्री गरिसकेको छौँ मन्दिर चाहिँ यस्तो प्रकारको यस्तो दामी रहेछ बाहिरबाट हेर्दाखेरि चाहिँ मन्दिरमा आउने एक्ज्याक्ट टाइम चाहिँ के हो भन्दाखेरि चाहिँ 8 बजेदेखिको बिहानको 8 बजेदेखिको 1 बजेसम्म चाहिँ खुला हुँदो रहेछ मन्दिर अन्त तपाईहरु पूजाहरू गर्नु भ्याउनु हुनेछ 1 बजेसम्म चाहिँ तपाईहरुले यहाँनिर त्यसपछि चाहिँ तपाईहरुको मन्दिर सिधा गएर 4 बजेदेखिको खुला हुनेछ तपाईहरु बेलुका आउनु चाहनुहुन्छ भने चाहिँ यहाँनिर 4 बजेदेखिको आउन सक्नुहुनेछ किनभने यहाँ बेलुका चाहिँ अझै दामी हुन्छ यो मन्दिर चाहिँ यहाँनिर चाहिँ लाइटहरू जलिरहेको एकदमै राम्रो देख्छ है दिउँसो अन्तखेरि बिहान पनि तपाईहरु आउनु भयो भने चाहिँ 8 बजेदेखि यता आउनु भयो भने चाहिँ तपाईहरु मन्दिरको दर्शन गर्न पाउनुहुनेछ बाहिर मात्रै नभएर भित्र पनि गएर तपाईहरु पूजा गर्नु पाउने हुनेछ त्यसपछि चाहिँ यहाँनिर हामीले एन्ट्री गरिसकेको थियौँ हामी चाहिँ अलिकति मात्रै छिटो भयौँ किनभने हामी चाहिँ अब दार्जिलिङबाट तल सिलगढी पुगुन्जेलसम्म त हाम्रो नभनेको पनि 11 साढे 11 त भइसकेको थियो त्यसपछि चाहिँ हामी यहाँनिर लास्ट मोमेन्टमा चाहिँ हामी आइपुग्यौँ हामी आइपुग्दाखेरि चाहिँ ठिक्कै आरती हुँदै थिएछ हामी चाहिँ अब ठिक्कै आरतीकै टाइममा हामीले आरतीहरू चाहिँ लिनु पायौँ यहाँनिर आएर हैन तपाईहरु मन्दिर चाहिँ देख्न सक्नुहुनेछ यस्तो प्रकारको छ मन्दिर त्यसपछि हामीले ढिलो नगरिकन चाहिँ हामी मन्दिरभित्र जान थाल्यौँ किनभने हामी एकदमै लेट भइसकेको थियौँ हामीले अलिकति ढिलो भएको भए चाहिँ अब यहाँनिर हामीले आरतीहरू पनि केही भ्याउने थिएन रहेछौँ तर जे होस् हामी आज छिटो आइपुग्यौँ जसोतसो गरेर छिटो आइपुग्यौँ अन्त यहाँनिर हामीले दर्शन गर्न पायौँ हामी आउँदाखेरि ठिक्कै मन्दिर खुल्ला थियो एकदमै खुसी लाग्यो है यहाँनिर चाहिँ तपाईहरु देख्न सक्नुहुनेछ हाम्रो यहाँनिर देख्नुहुन सक्नेछ तपाईले यहाँनिर चाहिँ अब हामी जाँदाखेरि चाहिँ आरती हुँदै थियो एकदमै खुसी लाग्यो हैन यहाँ देखेर चाहिँ अन्तखेरि मैले चाहिँ भित्रको चाहिँ कुनै प्रकारको भिडियो गर्न पाइन किनभने त्यहाँनिर एउटा बोर्डमा लेखेको थियो नो भिडियो नो रिल्स भनेर हैन त्यही भएर चाहिँ मैले भिडियो गरिन तपाईहरु यहाँनिर आउनुभयो भने चाहिँ एकदमै शान्ति पिस फिल हुने गर्छ यहाँनिर तपाईहरुले मन्दिरको चारैपट्टि घुम्नुभयो भने चाहिँ तपाईहरुले यस्तो प्रकारको लर्ड कृष्णको बारेमा तपाईहरुले हरेक कुराहरुको जानकारी पाउन सक्नुहुनेछ यो मूर्तिद्वारा यो बनाएको मूर्तिद्वारा र यहाँनिर चाहिँ तपाईहरुले यो मूर्तिलाई छुनु सक्नु हुँदैन किनभने त्यहीनिर लेखिएको छ कि मूर्तिको छुना सख्त मना है भनेर तपाईहरुले देख्न सक्नुहुनेछ हरेक कुराहरु यहाँनिर कस्तो मज्जाले राम्रो प्रकारले बनाएको यहाँनिर छ त्यसपछि हामी मन्दिरको पूजा गरेर मन्दिरको चारैपट्टि घुमेर चाहिँ हामी फेरि तल निस्किसकेको छौँ त्यसपछि चाहिँ हामी यहाँनिर तपाईहरुलाई अझै देखाउने छु कि यहाँनिर के छ भनेर यहाँनिर अलिकति पर चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ यहाँनिर चाहिँ हाम्रो रथ जस्तो एउटा के रहेछ है त्यहाँनिर चाहिँ हामी फोटो खिच्न जाँदैछौँ यहाँनिर चाहिँ फोटोहरू पनि खिचिदिँदो रहेछ 50 रुपीसमा चाहिँ तपाईहरुले फोटो खिच्न सक्नुहुनेछ भन्दै तपाईहरुलाई म यो जग्गा देखाउने छु यहाँ चाहिँ नानीहरुको लागि खेल्ने जग्गा पनि रहेछ देख्न सक्नुहुनेछ यो गेट यहाँनिर देख्दै गर्नु भएको जग्गा चाहिँ यहाँनिर चाहिँ तपाईहरुले यो पानीभित्र चाहिँ तपाईहरुले के देख्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ कछुवा
माछाहरू देख्न सक्नुहुनेछ। तर यो पानी चाहिँ अहिले ग्रिन कलरको भएकोले गर्दाखेरि चाहिँ त्यस्तो क्लियरली चाहिँ देख्दैन रहेछ। यहाँनिर चाहिँ फोटोहरू खिचिदिँदो रहेछ हाम्रो होइन। पर फोटोको दाम चाहिँ हो 50 रुपिस गरेर टिकटको फोटो खिच्ने दाम चाहिँ। यहाँनिर चाहिँ हामीले मजाले फोटोहरू खिच्यौँ। तपाईँहरूलाई म अलिकति भित्रसम्म गएर देखाउने छु, किनभने यहाँनिर चाहिँ हामीलाई भिडियोहरू गर्नु दिँदैन रहेछ। तर पनि अब लकिली मैले भिडियो गर्नु पाएँ यति भए पनि। यहाँनिर चाहिँ बोट पनि रहेछ। पहिला चाहिँ बोटमा चढेर यसो घुम्दा पनि थिएछ, तर अहिले चाहिँ बन्द गरेको रहेछ, बोट चाहिँ चलाउनु दिँदैन रहेछ। यहाँनिर चाहिँ मैले यति भए पनि भिडियो बनाउनु पाएँ। यहाँनिर पनि भिडियो नबनाउनु भनेर भन्दै थियो। अन्तखेरि यो चाहिँ मेरो टिकट हो। 2टा फोटो खिच्यौँ हामीले। त्यसपछि चाहिँ हामी 15 मिनट बाद हामीले यो फोटो पायौँ। त्यसपछि हाम्रो यो फोटो सेसन पनि भएर लास्ट अब चाहिँ हामी घर जाँदैछौँ र हामी चाहिँ अब एकदमै मजाले मन्दिरको दर्शन पनि गर्न पायौँ, टाइममा आयौँ, आरती पनि भ्यायौँ। अब चाहिँ हामी घर लाग्नेछौँ। अन्तखेरि यो टिकट दिएर चाहिँ आफ्नो जुत्ताहरू तपाईँहरूले लिन सक्नुहुनेछ। थ्याङ्क यू सो मच मेरो भिडियो अन्तसम्म हेरिदिनु भएकोमा। सी यू इन नेक्स्ट भिडियो। बाई बाई।